साल 1971 मा एउटा यस्तो घटना घट्यो जसले पुरै दुनियाँलाई सकमा राखेको छ। साल 1971 मा लान्सा फ्लाइट 508 92 जना प्यासेन्जर लिएर एमाजोन रेन फरेस्टको माथि उड्दै थियो। सबै नर्मलै थियो। प्यासेन्जरहरू एमाजोन रेन फरेस्टको नजारा हेर्दै रमाइलो गर्दै थिए। तर अचानक प्लेनलाई भयानक लाइटनिङ लाग्यो, यानी कि चट्टान, र प्लेन 10,000 मिटरको उचाइमा टुक्रा टुक्रा भएर क्र्यास भयो र लाग्छ कि सबैजना मरे होला। तर सबै प्यासेन्जर मध्ये एक मात्र मानिस बाँचे, 17 वर्षको जुलियाना कोपे। अब असली च्यालेन्ज सुरु हुन्छ। तपाई आफै सोच्नु, 17 वर्षको केटी एमाजोन फरेस्ट जस्तो भयानक जंगलमा एक्लै, न त खाना र पुरै शरीरभरि चोट छ। लकिली जुलियानालाई थाहा थियो कि जंगलमा कसरी बाँच्ने भनेर, किनकि उसको फ्यामिली मेम्बर एउटा जुओलोजिस्ट साइन्टिस्ट थिए। त्यसैले उसलाई थाहा थियो कि जंगलमा के चिज खाने र के चिज नखाने। उसले क्र्यास पछि एमाजोन जंगलमा 11 दिनसम्म एक्लै सर्भाइभ गरे। खानेकुराको रूपमा उसले भेटाएको एउटा क्यान्डी र पानीको रूपमा पातमा जम्मेको पानीलाई पिउने गरे। 11 दिनसम्म उनले नदीलाई फलो गरेर अन्ततः एउटा क्याम्प भेटाए जहाँ मानिसले उनलाई बचाए।